नमस्ते सबैजनालाई, इट्स माई भ्लग च्यानलमा स्वागत छ सबैजनालाई। मेरो थुप्रै दिनदेखि भ्लग आएको छैन, म बनाउन पाएको छैन। म केही कुरा भन्न चाहन्छु, सेयर गर्न चाहन्छु। जापानका पीडाहरू, जापानका कुराहरू, जापान छिरेपछि एउटा सपना थियो, के थियो, कस्तो थियो, रियलमा कस्तो रहेछ त जापान, यताउति भन्ने कुराहरू भ्लग आउँदैछ। यसपछिका आजको कुराहरू चाहिँ हिजो र आज बिदा थियो होइन, बिदा पनि भइगयो। त्यसपछिका कुराहरू आज म कहाँ गएँ यसो हेरिदिनु होला यतापट्टि है। हिजो र आज छुट्टी थियो होइन, अनि 2 दिनको छुट्टी सट्टै गयो भइयो। अब भोलिबाट फेरि काम बाट्टी हान्नु छ, काममा जानु छ। अनि यहाँ पुरै त्यो भोलिलाई, अब भोलि पर्सिलाई लगभग 1 हप्तालाई पुग्ने सपिङ गरेर आएको खानको लागि। अरू त के गर्नु छ र, लाउने कपडा त नेपालबाट आएको टुमच छ। अनि त्यस्तै छ जिन्दगी जापानको होइन। तपाईँहरू पनि जापान आउँदाखेरि तयारीका साथ आउनु होला। मेहनत गर्ने हो, काम गर्ने हो, मेहनत गर्ने हो जस्तो भए पनि भनेर आउनु होला। मैले त एउटाको सोरसोरीमा लाएर ओभर टाइम गरिन्न भन्ने जस्तो कुरो गरियो पहिला, अनि चाहिँ 40,000 रुपियाँ घाटा लागिरहेको छ। फेरि उतापट्टि एउटा नाफा त मलाई नाफा भएको छ, तर चाहिँ अहिले फेरि यो 2 दिनको छुट्टी लिन भन्दा 1 दिनको छुट्टी मनाएर 5 दिन काम गरिदिएको भयो भने एटलिस्ट 9,000 को दरले अब सरकारी बिदा पनि नदिने भनेको। त्यही भएर चाहिँ गर्न अलिक डाउट लाग्यो होइन। शरीरले त रेस्ट पाउँछ भन्ने जस्तो फिल भयो त्यति बेला। अनि मेरो भ्लगै आएको छैन होला होइन, भ्लग हाल्नै पाएको छैन मैले। आफ्नै तनावमा यहाँ जिन्दगीको कति तनाव भयो, रुम पार्टनरको तनाव होइन। रुम पार्टनरले के भन्छ के भन्छ, त्यस्तै तनाव दिमाग खराब भएर मनै फ्रेस भएको छैन। आफू फ्रेस दिमागबाट हटेकै छैन क्या। ती कुराहरू जुन उसले बोलेका शब्दहरू, उसले गरेका हरकतहरू, त्यो दिमागबाट म अझै पनि ह्याङमै छु क्या म अझै पनि। त्यही भएर मैले चाहिँ भ्लग हाल्न पाएको छैन। अब अस्ति मैले सिम कसरी निकाल्ने त भनेर मैले चाहिँ एउटा छोटो क्लिप बनाएको थिएँ। अब त्यो हाल्छु। त्यो सँगसँगै आजको यो इमेल गरेर फर्किँदै गरेको यो भिडियो हाल्छु, त्यसमा एट्याच गरेर। होप माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। जापानमा के कस्ता कुराहरू हुँदैछन् सिक्दैछु। मैले पनि हजुरहरूलाई देखाउँदैछु, बिस्तारै देखाउँदै गरौँला। अहिले चाहिँ घुम्न पाएको छैन, क्यामेरा पनि किन्न पाएको छैन, ल्यापटप पनि किन्न पाएको छैन। अब त्यस्तै छ परिस्थिति। जहाँ गए पनि नेपालीको पीडा होइन, दुःख चाहिँ गर्नै पर्छ। दुःख गर्ने हो, दुःख गर्न आएको भन्ने सम्झिने, बस दुःख गर्ने, काम गर्ने, आउने। अरू चाहिँ खासै केही टेन्सन नलिने गर्नु पर्दो रहेछ। तर मलाई चाहिँ एउटा टेन्सन, नसोचेको टेन्सन थपियो होइन। अब यसको बारेमा चाहिँ म विशेष भ्लग एउटा चाहिँ बनाउँला। के भयो त भनेर यदि तपाईँहरूले क्वेसन गर्नुभएको हुन्छ भने, के भयो, चाहिन्छ भने, कस्तो भयो, के भयो, खास किन त्यो टेन्सनमा हुनुहुन्छ भनेर सोच्नुभयो भने म चाहिँ एउटा विशेष भ्लग बनाउँछु होइन। त्यही एपिसोड मात्रै। कस्तोसम्मको मान्छे के, कसरी के, कहाँ के, व्यावहारिक मान्छेसँग कस्तो व्यवहार गर्ने, के गर्ने, कस्तो कुरा गर्ने, आफ्नो धरातल बिर्सिने कि नबिर्सिने भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई म चाहिँ यहाँ आएपछि मैले जो मान्छे देखेँ, जो मान्छे भेटेँ, जो मान्छेसँग बसेँ, मलाई अनौठो लाग्यो। मान्छे पनि होइन, नेपालीहरू यतिसम्म पनि हुँदो रहेछन्, यस्ता हुँदो रहेछन् भन्ने मलाई पहिलोचोटि थाहा भयो। ठिक छ, मेरो चाहिँ दुखेसोको भिडियो छुट्टै बनाउँला। म काठमाडौँ एयरपोर्टदेखिका हिँडेदेखिका कुराहरू छुट्टै गरौँला होइन। यहाँ धेरै बेर फेरि मोबाइल होल्ड गरेर हिँड्न हुँदैन भन्छन्। यहाँ मेरो चाहिँ हातमा मोबाइल छ, एउटा हातले चलाइरहेको छु। माया गरिदिनु होला। तपाईँकै दाइ, तपाईँकै भाइ, तपाईँकै छोरो सोचेर माया गरिदिनु होला। होप बिस्तारै सबै कुरा जान्नेछु, तपाईँहरूलाई इन्फर्मेसन दिन सक्ने, यस्तो हुन्छ है भन्न सक्ने हैसियत बनाउने छु युट्युबमा पनि, प्लस चाहिँ सबै कुरामा भन्ने मेरो सोच छ। नमस्ते, बाई।